आज चाहिँ म तपाईहरुलाई त्यस्तो तीनवटा तरिका भन्न गइरहेको छु जुन तरिकाले चाहिँ तपाईहरुले दुबईमा आएर काम खोज्न सक्नुहुन्छ, काम पाउन पनि सक्नुहुन्छ है त। त्यो कुन तरिका हो तपाईलाई म भन्ने नै छु। त्यसको लागि भिडियो अन्त्यसम्म नछुटाइकन ध्यान दिएर हेर्नु होला साथीहरु। स्पेशली जो कोही दुबईमा फर्स्ट टाइम आउनु भएको छ या त आउने प्लानमा हुनुहुन्छ है त कामको लागि। सो उहाँहरुको लागि यो भिडियो एकदमै खास हुनेछ साथीहरु है त। भिडियो सुरु गरौँ ढिलो नगरी है त। सबैजनालाई नमस्कार भन्दै फेरि पनि स्वागत छ मेरो अर्को नयाँ भ्लगमा। अलराइट साथीहरु, दुबईमा तपाई चाहे भिजिट भिसामा आउनुस् हैन, चाहे त फ्रीलान्स भिसामा आउनुस्, चाहे वर्किङ भिसामा आउनुस्, चाहे फ्यामिली भिसामा आउनुस्, तर काम खोज्ने तरिका चाहिँ तीनवटा त्यस्तो तरिका छ जुन तरिका तपाई अपनाउनु भयो भने काम पाउने तपाईको धेरै चान्सेस हुन्छ के। किनभने यो दुबईमा अहिले चलेको र एकदमै इम्पोर्टेन्ट कुरा पनि यही हो साथीहरु। चाहे तपाईसँग एक्सपिरियन्स होस् चाहे नहोस् है, या तपाईसँग डिप्लोमा डिग्रीको सर्टिफिकेट होस् या नहोस्, यदि तपाईसँग 10 पास हैन प्लस 2 कै सर्टिफिकेट जे भए पनि तपाईको 8 9 पढेको 7 5 पढेको भए पनि तर काम खोज्ने तरिकाहरु चाहिँ यो हो है। तपाई यदि दुबई भिजिटमा आउनु भएको छ भने पनि या अरु भिसामा आउनु भएको छ भने, किनभने अहिले फेरि दुबईमा भिजिट भिसाको अपडेट के छ भन्दाखेरि भिजिट भिसा लागेको छ है, आउनु भएको छ। अहिले फेरि काम खोज्ने क्रम जारी भइसकेको छ। ओके गाइस साथीहरु, सबैभन्दा सुरुमा पहिलो नम्बर 1 मा चाहिँ म भन्छु तपाईको अनलाइनबाट सीभी ड्रप गर्ने है। ल मान तपाई एक्जाम्पल भिजिट भिसामा आउनु भएको छ दुबई फर्स्ट टाइम है, तपाईसँग इंग्लिश छ है, ठिकै छ, प्लस 2 चाहिँ डिप्लोमाहरुको सर्टिफिकेट छ मानौँ न एक्जाम्पल हैन। अनि भिजिट भिसामा आउनु भएको छ दुबई, तर काम कसरी खोज्ने त? अब पहिलो नम्बर 1 मा चाहिँ म भन्न चाहन्छु अनलाइन सीभी ड्रप गर्ने तरिका नम्बर 1 मा है त। अब यो अनलाइनमा सीभी कसरी ड्रप गर्ने भनेर सोच्नुहुन्छ भने एकदमै सजिलो छ। अब पहिला सुरुमा त अब गाह्रै हुन्छ। अब दुबई फर्स्ट टाइम आएपछि त हैन, दुबईको वेबसाइटहरु कुन हो हैन, अफिसियल एप्लिकेसन कुन हो जहाँ चाहिँ हामीले सीभी हालेर काम पाउन सकिन्छ, त्यो थाहा पाउनलाई चाहिँ गाह्रो हुन्छ। त्यो थाहा पाइसकेपछि चाहिँ एप्लाई गरिसकेपछि चाहिँ बानी पर्छ है, के डिटेल्सहरु हाल्नु पर्ने, के चाहिँ हामीले त्यहाँ रिक्वायरमेन्टहरु हैन फिल अप गर्ने, त्यो सबै बुझिसकेपछि चाहिँ त्यति गाह्रो हुँदैन सुरुमा मात्र। त्यही हो। अब अनलाइन एप्लाई कसरी गर्ने भनेर अब दुबईको अफिसियल हैन इन्डिड भयो, अब दुबईको मात्र नभएर वर्ल्डवाइडको इन्डिड भयो, dubizel.com यो दुबईको भयो हैन, अनि तपाईको लिंक्डइन भयो, यो पनि वर्ल्डवाइडै भयो। यो एप्लिकेसनमा तपाईले सीभी हाल्नुहुन्छ अथवा तपाई कम्पनीकै वेबसाइटमा गएर हैन कम्पनीको इमेल आईडीमा पनि आफ्नो सीभी सेन्ड गर्न सक्नुहुन्छ है त। किनभने यसरी नै हो अनलाइनबाट एप्लाई गर्ने तरिका। अब मानव एउटा कुनै कम्पनीले पोस्ट गरेछ हायरिङ हैन, एउटा कुनै एप्लिकेसनमा अर्जेन्ट हायरिङ भनेर, त्यहाँ चाहिँ लिंक पनि छोडिदिएको हुन्छ के। जस्तै तपाईको लिंक्डइनमा भयो, लिंक्डइन स्पेशली हस्पिटालिटी लाइनमा जो कोही काम गर्न चाहनुहुन्छ उहाँहरुको लागि यो लिंक्डइन एकदमै बेस्ट एप्लिकेसन हो, अनि मार्केटिङहरुको लागि पनि है त। अनि अरु पनि हुन्छ, इन्डिड हुन्छ, डुबिजल हुन्छ हैन, अनि कम्पनीकै आफ्नै वेबसाइटमा हुन्छ है। त्यसरी पनि तपाई सीभी हाल्न सक्नुहुन्छ। तर यो लिंक्डइन यो एकदमै अहिले मोस्ट एकदम काम लाग्ने पपुलर एप्लिकेसन हो दुबईमा, जहाँ चाहिँ एकदमै भ्याकेन्सीहरु हुन्छ, पोस्ट गरिरहेको हुन्छ है, दिनै पोस्ट गरिरहेको हुन्छ। त्यहाँ गएर तपाईले एप्लाई गर्न सक्नुहुन्छ। त्यहाँ लिंक पनि छोडिदिएको हुन्छ, इमेल आईडी पनि छोडिदिएको हुन्छ, कसैले फोन नम्बर पनि छोडिदिएको हुन्छ, सिधै WhatsApp नम्बर छोडिदिएको हुन्छ। त्यहाँ गएर WhatsAppमा तपाईले सीभी हाल्नु, त्यो एप्लिकेसन डाउनलोड गरेर राख्नु होला है त। अनि अर्को दोस्रो अफिसमै गएर हैन, जहाँ अफिस छ, चाहे त्यो मल होस् चाहे जेसुकै होस् रेस्टुरेन्ट, त्यही गएर सीभी हाल्ने दोस्रो तरिका। अब तेस्रो तरिका चाहिँ के हो भन्दा तेस्रो तरिका एकदमै धेरै इम्पोर्टेन्ट छ है। अहिले एकदमै काम लाग्ने भनेको दुबईमा तेस्रो तरिका जुन चाहिँ रेफरेन्स लिंक, साथीको लिंक, चाहे आफ्नो रिलेटिभ्स को हुनुहुन्छ उहाँको लिंक थ्रुबाट काम लाग्ने, यो चाहिँ अहिले दुबईमा एकदम चलिरहेको छ। अहिले पछिल्लो समय भनौँ न देखि अहिले केही सालदेखि एकदम रेफरेन्सको एकदम ठुलो हात छ साथीहरु। अनलाइनमा धेरैले सीभी हालेको भएर सर्टलिस्टमा पर्न गाह्रो भइरहेको छ है। धेरैमा अब कमै मात्राले चान्सेस पाउँछ अनलाइनबाट पनि, तर अहिले लिंक यो जुन रेफरेन्स छ नि आफ्नोको थ्रुबाट काम लाग्ने, त्यो चाहिँ एकदमै इम्पोर्टेन्ट, एकदमै महत्त्वपूर्ण भूमिका खेलेको छ दुबईमा काम पाउनको लागि। अब तपाई दुबई आउनुहुन्छ, तपाईसँग हैन एक्सपिरियन्स छ, ल फ्याक्टोफुट इंग्लिश पनि छ, अब तपाईको आफ्नै त उस छैन आफन्ती, तर पनि साथी कसरी बनाउने त हो भन्दाखेरि चाहिँ तपाई दुबईको अब बर दुबईमा त थाहै छ तपाई हैन, त्यहाँ चाहिँ हरेक सन्डे सटरडे त्यहाँ भिड हुन्छ हामी नेपाली दाजुभाइहरुको। त्यहाँ गएर तपाई आफ्नो हैन लिंक बढाउनुस् के, साथीहरु बनाउनुस्,
भले तपाईँको आफ्नो सहरको नहोस् तर अरू सहरको भए पनि साथी बनाउनुहोस्। म चाहिँ यसरी भिजिटमा आएको, यसरी फ्रिलान्स भिजामा आएको, काम चाहिएको छ भनेर यसो कहाँ के छ भ्याकेन्सीहरू मतलब जानकारी लिनको लागि चाहिँ बुझ्नुहोस् के। त्यो अब तिमीसँग पैसै माग्नुपर्छ, हेल्पमै माग्नुपर्छ भन्ने पनि छैन। जस एउटा आइडियाहरू, तरिकाहरू होइन, जबको भ्याकेन्सी कहाँ छ के छ त्यो जानकारी पाए मात्रमा पनि ठुलो कुरा हो क्या होइन। हेल्प माग्दियो भन्दैमा पैसै माग्नुपर्छ भन्ने त छैन। हुन त अब दुबईमा अझ भोलि त पैसाले सपोर्ट गर्न त आफन्तीले त गर्दैन, अब अरू त कुरोसँग त्यो त आशै मारौँ। तर यस्तो इन्फर्मेसन होइन, यस्तो सजेस्टहरू एउटा ठाउँमा भ्याकेन्सी छ भनेर यसरी जानकारी दिनु पनि धेरै ठुलो कुरा हो कि। जो चाहिँ अब बिचरा कामको लागि एकदम होइन तडपेको हुन्छ, कामको लागि एकदम भाँसेर बसेको हुन्छ होइन दुबईमा भिजिट भिसामा, उहाँहरूको लागि त एकदमै ठुलो कुरा हो नि त। त्यही हो मैले भन्नु खोजेको चाहिँ अब दुबईमा भिजिट भिसामा अथवा कुनै पनि भिसामा आउनुहुन्छ भने सकेसम्म बाहिर डुल्नुहोस् होइन, अनि साथीहरू लिङ्कहरू बनाउनुहोस्, जोसुकै होस् नेपालीहरू साथी बनाउनुहोस् होइन, आफ्नो कुरा सेयर गर्नुहोस्। जबको केही न केही मद्दत त पक्कै पनि पाइन्छ है। त्यही भएर एक ठाउँमा मात्र नबस्नुहोस्, रुममा मात्र त्यसरी काम पाउँदैन, किनभने 2-3 महिना त्यतिको वेस्ट हुन्छ। त्यही भएर बाहिर जानुहोस्, लिङ्क बनाउनुहोस्, सकेसम्म पार्कमा जानुहोस् है त, हाम्रो बर्दुबे पार्कमा। त्यहाँ एकदमै थरीको सबै नेपाली दाजुभाइहरू भेटिन्छ है त, उहाँले तपाईँलाई केही न केही सजेस्ट दिन्छ। सो यिनै तीन तरिकाहरू हो साथीहरू, अनलाइन जब खोज्ने एउटा, अर्को सिभी ड्रप गर्ने अफिसमै गएर है, चाहे मलहरूमा होस्, अर्को तेस्रो रिफरेन्स भनेको जो कोही अब तपाईँको दाजुभाइ होइन, कोही साथीहरू, दाइको कोही यस्तो लिङ्क होइन फेसबुकबाट एड गरेर कुराकानी गरेर यसो आफ्नो कुराहरू सेयर गर्ने। उहाँहरूले अलरेडी दुबईहरू भोगिसकेको एक्सपिरियन्सहरू भएकोहरूलाई चाहिँ थाहा हुन्छ नि त कहाँसम्म भ्याकेन्सी छ के छ भनेर, उहाँहरूको थ्रुबाट तपाईँ काम लाग्न सक्नुहुन्छ है त। आफ्नो अनेस्टीहरू देखाउने होइन, आफ्नो एक्सपिरियन्स छ, त्यही हो इमान्दार होइन, अनेस्ट हुनु पऱ्यो मान्छे। किनभने अर्को कति कुनै ठाउँमा अब काम लगाइदिएर पनि फेरि धोका दिने त्यस्तो पनि गर्न भएन कि। काम लगाइदिएछ आफ्नो भरोसामा म्यानेजरलाई कुरा गर, अनि 1-2 महिनापछि काम मन नपरेर छोडिदियो भने काम लगाइदिनुलाई असर पर्छ, त्यो कारणले गर्दा फेरि अरूलाई असर पर्छ क्या। त्यही भएर त्यस्तो पनि गर्न भएन, आफूले चाहिँ आफ्नो बेस दिने है। जेसुकै काम होस्, मेरो एक्सपिरियन्स छैन भने म 0बाट गर्न तयार छु है। त्यो काम सानो ठुलो हुँदैन, त्यो जेसुकै होस् है त साथीहरू। किनभने सबै फेसमा चाहिँ म भोगिसकेको, अनलाइनबाट सिभी पनि हालिसकेको, मैले त्यो पनि पाएको हो। पहिला फर्स्ट दुबई आउँदाखेरि साथीहरूको रिफरेन्सबाट पनि पाएको छु, अनि सिभी ड्रप गरेर पनि पाएको छु अलसाइमा। यो तिनै चिज तरिकाले मैले एप्लाई गरेर पाएको पहिला है त। 2016मा आएको, अहिले कति 25 भइसक्यो होइन अहिलेसम्मको कुरा गर्दाखेरि। ओके साथीहरू, यस्तो आजको लागि यति नै गरौँ है त, भिडियो फेरि लामो होला है। सो त्यही हो साथीहरू, दुबई आउनुभन्दा अगाडि चाहिँ यदि आइसक्नु भएको छ भने भिजिटमा है, यो 3वटा कुराहरू अपनाउनु होला है त साथीहरू, एकदमै तपाईँलाई काम लाग्नेछ है त साथीहरू। सो आजलाई यति नै, फेरि अर्को अपडेट चाहिँ म तपाईँलाई अर्को भिडियोमा ल्याउने छु। तबसम्मको लागि बाई बाई, सी यू इन द नेक्स्ट ब्लग। जय मातृभूमि।